आर्मी धरे आर्मी धरे आर्मी उदार टोली आयो अब सिसा फुटाउने त्यो हो बाहिर आउँछ नि त अनि मान्छे पर्ने देवगञ्जबाट नि आइसक्यो एम्बुलेन्स मात्रै आएर के गर्ने खोइ भित्र यो पाइप लगेर भित्र जानुपर्ने क्या यस्तो लामो पाइप नि टोली पनि आयो आतिनु पनि परेको छ त्यहाँबाट भन्दा पनि उता चल्छ क्या हो आगो भने पनि झगो गएको छ क्या यता पानी हालेर उता झगयो क्या
अहिले भर्खरै इटरी चोकमा यो सेन्ट्रल वललाई माथिपट्टि आगी लागि भएको छ तल यहाँ दमकल पनि आइसक्यो होइन एकैछिनमा कस्तो बढ्यो यार बा प्लास्टिक हो हो र प्लास्टिक हो कस्तो ढिलो समाउँदै एल्युमिनियम फुलेको जस्तो क्या यो उयोले गरेको प्लास्टिकै दाम हो कसरी लाग्यो होला आएको त्यहाँ र यहाँनिर अहिले पुरै इटरी नगर खै त हो बिहानै बिहानै इटरीमा डरलाग्दो घटना भएको छ यो इटरीको गोल्चोकवाला होटलमा आग लागि भएको छ महा डेन्जर आग लागि भएको छ त्यस्तो आर्मीको सेनाको हेलिकप्टर आएर उद्धार गरिरहेको छ यो हेरिदिनु होला भयो भिडियोलाई सब्सक्राइब र एक लाइक गरिदिनु होला
आदरणीय दर्शकबिन हामी सुन्दर रहेछ अपडेट र प्रत्यक्ष लाइभमा तपाईँलाई जोडिरहेका छौँ। अहिले आगो नियन्त्रण लिने प्रयास जारी छ, हर प्रयास जारी रहिरहेको छ र भित्र आगो सल्किरहेको छ। 10 तला भवन हो यो, जुन इटरीको जुन छ यो हाम्रो मुटुमा रहेको सेन्ट्रल प्लाजामा चाहिँ आगलागी भएको दृश्य हामी तपाईँलाई प्रत्यक्ष लाइभमा जोडिरहेका छौँ र हर प्रयास दमकलहरू, सेना प्रहरी लागिरहनु भएको छ र हामी तपाईँलाई इटरीको मुख्य चोकको दृश्य यो देखाइरहेका छौँ। सारा यो कोशी प्रदेशभरिका लगभग दमकलहरू प्रयोग गरिएको छ र हामी तपाईँलाई यो इटरी सुनसान देखाइरहेका छौँ। अहिले अवस्थामा यो जुन छ अहिले आगो फेरि बलिरहेको छ, भित्रबाट निस्किरहेको छ। आगो नियन्त्रण गर्नलाई प्रयास पनि भइरहेको छ, नियन्त्रण गर्न गाह्रो भइरहेको छ। म शिवा भट्टराई भोजपुरे तपाईँलाई प्रत्यक्ष लाइभमा जोडिरहेको छु। आज बिहानदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन, भित्र सल्किरहेको छ। सिनेमा हल पनि भित्रै छ, त्यहाँ भित्रै सल्किएर चाहिँ भयो भने अझ विस्फोट हुन सक्छ भन्ने यहाँको स्थानीय मान्छेहरूको बुझाइ छ र हरेक प्रयास गरिरहेको छ। इटरीमा चाहिँ यो आगो नियन्त्रण गर्न हर प्रयास भएको छ। सेना प्रहरी, सशस्त्र प्रहरी सारा शक्ति प्रयोग गरेको छ, त्यही पनि आगो नियन्त्रणमा आउन सकेको छैन। अहिलेसम्म हामी तपाईँलाई अहिले लाइभमा प्रत्यक्ष जोडिरहेका छौँ। सुन्दर रहेछ अपडेटबाट तपाईँलाई इटरीको ताजा अपडेट लिएर। नेटको पनि एकदम प्रब्लम भइरहेको छ, नेट पनि नभएकोले गर्दा हामी लाइभ दिनलाई अझ असमर्थ भइरहेका छौँ। नेट एकदम यहाँ डिस्टर्ब भइरहेको छ भने अहिले आगो नियन्त्रण गर्ने प्रयास जारी छ। हामी तपाईँलाई देखाइरहेका छौँ अहिले यो ताजा खबर। भित्रको अवस्था कस्तो छ दाजु भन्नुभएको छ। भित्रको अवस्था नाजुक छ, भित्र आगो दन सल्किरहेको छ। बाहिरबाट नि आगो नियन्त्रण गर्ने प्रयास जारी छ। भित्र गएर आगो नियन्त्रण गर्नलाई कठिन भइरहेको छ, मान्छेहरूलाई उद्धार गरिरहेको छ, भित्रबाट निकाल्ने काम भइरहेको छ। कोही घाइते हुनुभएको छ, अघि हामीले घाइतेको अवस्था पनि देखाइसकेको र हरेक प्रयास भएको छ। घाइते डोरीबाट तानेर बाहिर निकाल्ने क्रम जारी छ। मान्छेहरू भित्र कोही फसिराख्नु भएको छ भने कोहीलाई निकाल्ने कार्य जारी भएको छ। देख्न सक्नुहुन्छ यो 10 तला भवन इटरीको मुटुमा रहेको छ। यो मुटुमा रहेको बिल्डिङमा बाहिरबाट चाहिँ प्रयास जारी छ भने भित्र कोही पनि छिर्न सकेको अवस्था छैन। हामी तपाईँलाई सुन्दैछ अपडेटबाट। म शिवा भट्टराई भोजपुरे तपाईँलाई प्रत्यक्ष तपाईँलाई इटरीको चोकको ताजा अपडेट लिएर आइरहेको छु। तपाईँलाई आदरणीय दर्शकबिन हामी इटरी सुनसान भएको दृश्य हो यो। नेटको असुविधा हुँदै बावजुद पनि हामी तपाईँलाई ताजा अपडेट गराइरहेको छौँ। अहिलेसम्मको तपाईँले जसले कमेन्ट गर्दै हुनुहुन्छ त्यसको उत्तर दिन सकिएन, त्यही पनि तपाईँहरूलाई हामी ताजा अपडेट इटरीको मुटुमा रहेको इटरी सेन्ट्रल महलमा चाहिँ आगलागी भएको यो दृश्य हामी तपाईँलाई प्रयोग गरिरहेका छौँ। बिहानदेखि हामी आज यसैमा लागिरहेका छौँ, तपाईँलाई ताजा अपडेट गराइरहेका छौँ। हरेक प्रयास भइरहेको छ। यहाँ तपाईँको सशस्त्र प्रहरी, सेना, सशस्त्र प्रहरी हरेक दमकलहरू यहाँ आएर कोशी प्रदेशका सारा दमकलहरू खटिरहेको मौका छ। हामी तपाईँलाई यो दृश्य देखाइरहेका छौँ। अहिले यो दृश्य हो तपाईँ इटरी चोकको ताजा अवस्था हामी तपाईँलाई देखाइरहेको छौँ। म शिवा भट्टराई भोजपुरे तपाईँलाई सुन्दर रहेछ अपडेटबाट तपाईँलाई प्रत्यक्ष लाइभमा जोडिरहेको छु। अहिले इटरी चोकको ताजा अपडेट लिएर आएको छु। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ आगो नियन्त्रण लिने प्रयास जारी छ। हामी तपाईँलाई लाइभमा देखाइरहेको छौँ। अहिले दमकलहरू देखाइरहेको छौँ हामी। पानी सकिरहेछ। इटरीको जुन पोखरीले गर्दा पानी ल्याउनलाई सुविधा भएकोले केही कठिन त कम भएको छ, त्यही पनि आगो नियन्त्रण लिनलाई गाह्रो भइरहेको छ। सक्दो यो सेयर गरेर पुर्याइदिनु होला, सक्दो प्रयास गर्नु होला। जहाँबाट तपाईँले के प्रयास गर्नुपर्ने सक्दो प्रयास गरेर पनि यो आगो नियन्त्रण गर्नुपर्नेछ। इटरीको जोखिम हटाउनलाई हामी तपाईँलाई देखाइरहेको छौँ ताजा अपडेट। म शिवा भट्टराई भोजपुरे तपाईँलाई प्रत्यक्ष लाइभमा तपाईँलाई जोडिरहेको छु। इटरी चोकको ताजा कोही पनि छैन। अहिले यहाँ सुनसान अवस्थामा छ, नियन्त्रण लिन कठिन छ। यहाँभित्र ब्लास्ट पनि हुनसक्छ भनेर डराइरहेको छ सबैजना। हामी पनि परबाट खिचिरहेका छौँ डर लागि। हामी तपाईँलाई देखाइरहेको छौँ अहिले यो इटरीबाट सारा बारुद यन्त्रहरू तयार एकदम प्रयास जारी छ आगो नियन्त्रण लिनलाई। इटरी चोक सुनसान भएको अवस्था छ। हामी तपाईँलाई देखाइरहेको छौँ अहिले यो दृश्य हो। इटरीको भित्र आगो सल्किरहेको छ, घरिघरि सल्किरहेको छ। भित्र बाहिर आउट हुन्छ, दमकलले पानी हालेर नियन्त्रण गर्ने बाहिरबाट भए पनि भित्र चाहिँ जोखिम छ। भित्र जान सकिएको छैन, मान्छेहरूलाई निकाल्ने कार्य पनि भइरहेको छ। कोही मान्छे भित्र लुक्नु भएको होला, कहीँ छिप्नु भएको होला, त्यही पनि डोरीले तानेर बाहिर निकालिएको छ। निकाल्ने क्रम जारी छ भने यहाँ कतिलाई उद्धार गरिएको छ। हामी देखाउन सक्छौँ कति घाइते हुनुभएको छ। अघि हामीले 2 जना पछि उद्धार गरिसकेको अवस्था छ, बाहिर निकालिसकेको छ।
अहिले तपाईँलाई देखाएको छु फेरि आगो लागेको छ भित्रबाट फेरि आयो फेरि निस्क्यो आगो पुरै भित्रबाट र अहिले फेरि यहाँ जारी छ इटरी चोकबाट तपाईँलाई लाइभमा म शिव भट्टराई भोजपुरे तपाईँलाई प्रत्यक्ष लाइभमा तपाईँलाई जोडिरहेको छु हामी सुरक्षा कर्मीहरू सारा खटिराख्नु भएको छ हामी तपाईँलाई देखाउँछौँ इटरीमा अहिले गाडी चोकमा आउन दिएको छैन अलिक खुल्ला गरिएको छ यहाँ चाहिँ आगो नियन्त्रण गर्न सुविधा होस् भनेर यहाँ चाहिँ अहिले यो प्रयास जारी छ यो आउन गाडी दिएको छैन यता इटरी चोकमा पुरै गाडी ठप्प छ हामी तपाईँलाई विश्वभरि छरिरहनु भएको जसले सुन्दरी अपडेटलाई फलो गर्नुभएको छ हेरिराख्नु भएको छ होला पक्का पनि सेयर गरेर सबैतिर पुर्याइदिनु होला हरेक शक्ति प्रयास गर्दा पनि आगो नियन्त्रण गर्न सकिएको छैन कोही छ भने सक्नुहुन्छ भने आएर उद्धार गर्न सक्ने क्षमता छ भने केही आधार छ भने राज्यले पनि यसतर्फ ध्यान दियोस् नेपाल सरकारले पनि ध्यान दियोस् भन्ने हामी चाहन्छौँ सुन्दै छ अपडेटको परिवारको तर्फबाट हामी तपाईँलाई यो अहिले देखाइरहेको छौँ यो अहिले बिहानदेखिको आगो लागि भएको छ हामी तपाईँलाई प्रत्यक्ष यो देखाइरहेको छौँ बिहानदेखिको यो आगो लागि भएको हो यो अहिले आगो फेरि बलिरहेको छ भित्रबाट सल्क्यो फेरि आगो भित्रबाट निस्किरहेको अवस्था छ हामी देखाउँछौँ तपाईँलाई यहाँ मन्त्रीदेखि लिएर संसददेखि लिएर सबै आउनु भएको छ मन्त्री सभासद सबै आइसक्नु भएको छ मेयरहरू सबै हुनुहुन्छ आगो नियन्त्रण गर्ने प्रयास छ तै पनि तपाईँको आगो नियन्त्रण हुन सकेको छैन दमकलहरू सारा लागिरहेको छ हामी तपाईँलाई देखाइरहेको छौँ अहिले भित्रबाट फेरि आगो सल्किरहेको छ आइरहेको छ बाहिर आगो आइरहेको छ निस्किरहेको छ ज्वाला भने तपाईँको दमकलले आगो नियन्त्रण लिने प्रयास भइरहेको छ सशस्त्र प्रहरी सारा सेनाहरू सारा लाग्नुभएको छ तपाईँको दमकलहरू कयौँ दमकलहरूको यहाँ आएर चाहिँ आगो नियन्त्रण गर्ने प्रयास हुँदा पनि आगो नियन्त्रण हुन सकेको छैन सुन्दै छ अपडेटर म शिव भट्टराई भोजपुरे तपाईँलाई प्रत्यक्ष देखाइरहेको छु यो सायद यो पहिला नै हुनसक्छ आगो नियन्त्रण गर्न कठिन भएको सारा शक्ति प्रयोग गर्दा पनि आगो नियन्त्रण आउन सकेको छैन हामी तपाईँलाई देखाइरहेको छौँ यो आगो नियन्त्रण गर्न कठिन भइरहेको अवस्थाको दृश्य हो हामी तपाईँलाई प्रत्यक्ष यो लाइभ देखाइरहेको छौँ यो इटरी चोकको मुख्य दृश्य हो यो इटरी चोकको मुख्य दृश्य हामी तपाईँलाई कैद गरिरहेका छौँ र हामी तपाईँलाई ताजा अपडेट तपाईँलाई लिएर आइरहेका छौँ सुन्दै छ अपडेटबाट यहाँबाट पानी तपाईँको हेर्नुहोस् यहाँ प्रहरीहरूले यसरी गरिराख्नु भएको छ तपाईँलाई हामी देखाएको छौँ अपडेटबाट प्रत्यक्ष तपाईँलाई हामी अपडेटबाट प्रत्यक्ष लाइभमा तपाईँलाई जोडिरहेका छौँ यो दृश्य हेर्नुहोस् अहिले प्रत्यक्ष तपाईँलाई यो सेना सशस्त्र प्रहरी बाट चाहिँ उद्धार कार्य भइरहेको छ सेना प्रहरीहरूबाट काम भइरहेको छ आगो नियन्त्रण लिने प्रयास भइरहेको छ आफ्नो क्षमताले आफ्नो बल बुद्धिले भ्याएसम्म सारा शक्ति प्रयोग भइरहेको छ यहाँ सशस्त्र प्रहरी सेना प्रहरी सभासदहरू सबै लाग्नु भएको छ हामी तपाईँलाई यो दृश्य हामी तपाईँलाई इटरीको सेन्ट्रल मलको तपाईँलाई देखाइरहेको छौँ अहिले सेन्ट्रल मल प्लाजाको चाहिँ यो दृश्य हामी तपाईँलाई कैद गरिरहेका छौँ सुन्दै छ अपडेटबाट लाइभमा तपाईँलाई हामी देखाइरहेका छौँ अहिले आगो नियन्त्रण लिने प्रयास भइरहेको छ हामी तपाईँलाई देखाइरहेको छौँ प्रहरीहरू खट्नुभएको छ सशस्त्र प्रहरीबाट काम भइरहेको छ अहिले आगो नियन्त्रण लिने प्रयास भइरहेको छ हामी तपाईँलाई प्रत्यक्ष सुन्दा रहन्छ अपडेटबाट आज बिहानदेखि तपाईँलाई लाइभ गरिरहेका छौँ यो दृश्य हो इटरी चोकको सेन्ट्रल प्लाजाको आगो नियन्त्रण लिने प्रयास जारी भइरहेको छ हामी तपाईँलाई अहिले यो दृश्य देखाइरहेका छौँ यो देख्न सक्नुहुन्छ अहिले हरेक प्रयास भइरहेको छ यहाँ प्रयासमा कुनै कमी नराखिकन उहाँले गरिराख्नु भएको छ हामी सुन्दा रहेछ अपडेटबाट प्रत्यक्ष लाइभमा देखाइरहेका छौँ अहिले हामी तपाईँलाई म शिव भट्टराई भोजपुरे तपाईँलाई हामी दिनभरि बिहानदेखिको ताजा अपडेट लाइभबाट देखाइरहेका छौँ सबैतिर सुन्न हामी तपाईँलाई देखाइरहेका छौँ भने सेना प्रहरीबाट चाहिँ
अब यसरी आगो नियन्त्रण प्रयास जारी भइरहेको छ। देख्न सक्नुहुन्छ लाइभमा प्रत्यक्ष अहिले हर प्रयास भइरहेको छ। मान्छेहरूको उद्धार अघि गरियो। धेरै मान्छेहरू कोही मान्छे हुनुहुन्छ आधा अघि 1-2 जनालाई चाहिँ उद्धार गरिसकेको अवस्था छ। भित्रबाट घाइते हुनुहुन्छ, कोही व्यक्तिहरू घाइते भइसक्नु छ, घाइतेलाई उपचार गर्न लगिएको छ। इटहरी चोकको थियो रुटुमा रहेको सेन्टर प्लाजा हामी तपाईँलाई देखाइरहेको छौँ। इटहरी चोककैको जुन छ यहाँ तपाईँलाई ताजा अपडेट देखाइरहेको छौँ। बिहानदेखि लागेको आगो अहिलेसम्म नियन्त्रण हुन सकेको छैन। भित्रबाट आगो झन् बल्ने अवस्था छ। बाहिर निस्किरहेको छ गरे भित्रबाट भित्र बाहिर भइरहेको छ। आगो नियन्त्रण गर्न गाह्रो भइरहेको छ। इटहरी चोकको दृश्य हो। सुन्दैछ अपडेटबाट हामी तपाईँलाई ताजा अपडेट देखाइरहेको छौँ। म शिव भट्टराई भोजपुरे प्रत्यक्ष लाइभमा तपाईँलाई जोडिरहेको छु। यसरी आगो नियन्त्रण लिने प्रयास भइरहेको छ। हेलो, आगलागीको अवस्था यस्तो छ। इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आज बिहान 9 बजेदेखि लागेको आगो लगभग 3:30 बजे मात्रै सुनसरी, मोरङ र झापाका बारुण यन्त्र लगभग जानकारीमा आएअनुसार 12वटा बारुण यन्त्र प्रयोग गरिएको छ र 12वटा बारुण यन्त्र जुन दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टिमले चाहिँ आगो नियन्त्रणमा ल्याउन सफल भएको छ। र अहिले आग लागे पश्चातको भित्रको अवस्था चाहिँ कस्तो छ त भन्दाखेरि हामीले यो देखाइरहेका छौँ। र यो आग लागि 5औं तलाबाट सुरु भएको छ र 5औं तला जुन सेन्ट्रल प्लाजाको मुख्य अफिस रहेको भनिएको छ। मुख्य अफिसबाट चाहिँ लागेको आगो यसरी सबै यहाँका सामानहरू क्षति गरेको अवस्था छ। यहाँ सिसाहरू फुटेर यस्तो छ। अहिलेको अवस्था यसरी देख्न सकिन्छ। एकदम भयावह अवस्था छ यो चाहिँ। भुइँभरि पानी छ यहाँ चाहिँ। यो सबै अफिस नै थियो। अफिस नै यहाँबाट सट्ट यो पनि कम्पाउन्ड यसरी घेरा थियो। त्यहाँबाट यसरी जाने उयो हलको मेन गेटहरू त्यो दुईटा हो। के फिल्म हलको पुरै ब्लन्डर हुन्छ। अर्को चाहिँ के भयो भने यो हाइटमा भएर यसको लेभलमा अरू कुनै घर नभएर पनि क्षति हुन सकेन क्या, होइन? यहाँ हामी 5औं तलामा छौँ। 5औं तलाको स्थिति यस्तो छ। यहीँबाट आगो सुरु भएको। 8औं तलाको स्थिति हामी हेर्न जाँदैछौँ। दमकलको फोर्सले है
सही यहाँ चाहिँ अब यो यहाँ चाहिँ काउन्टर चाहिँ हो जस्तो यहाँको पालिका यहाँको स्थानीय सरकार यहाँको प्रहरी प्रशासनसँग त्यो खालको नियन्त्रण गर्ने कुनै साधन रहेन तपाईँहरूले तपाईँले के बुझ्नुभयो प्रत्यक्ष हेर्नु भएको छ हामीले आजको आगलागीबाट चाहिँ लगभग नियन्त्रण गर्ने साधनमा चाहिँ हामी लगभग यो प्रदेशमै जिरो अवस्था देखियो किनभने एउटा तपाईँको क्रेन आइपुग्नलाई नै करिब 4 घन्टा लाग्यो क्रेन बोलाएको 4 घन्टापछि मात्रै आइपुग्यो क्रेन समयमै आइपुगेको थियो भने आगलागीले यस्तो विस्तृत रूप लिन सक्दैन हामीले त्यो नियन्त्रणको साधनहरू आगलागीको चाहिँ एकदमै कमजोरी देख्यौँ त्यसमा चाहिँ ध्यान पुर्याउन जरुरी छ सरकार जस्तो कति जस्तो क्षति भयो होला यो तपाईँले हेरिरहनु यो त अहिले त अनुमानित गर्न सकिने अवस्थै छैन अब तल हल जुन अफिस थियो त्यो अफिस चाहिँ हाम्रो सम्पूर्ण बिल्डिङकै क्यास पनि राख्ने हैन क्यास पनि राख्ने त्यहाँ स्टोर पनि थियो हाम्रो डिपार्टमेन्ट स्टोरको चाहिँ स्टोर पनि राखेको थियो त्यो स्टोर पनि जलेर खरानी नै भएको छ हैन